किन दक्षिण एसियाका विभिन्न देशमा समय समयमा साम्प्रदायिक वा जातीय हिंसा दोहोरिन्छ? के धर्म नै यसको मुख्य कारण हो वा यसको पछाडि अझ गहिरो कथा लुकेको छ? भारतको मणिपुर, श्रीलङ्काको गृहयुद्ध, पाकिस्तानमा भएका साम्प्रदायिक आक्रमण, बङ्गलादेशका केही हिंसात्मक घटना र नेपालमा समय समयमा देखिने स्थानीय तनाव, यी घटनाको स्वरूप एउटै त होइन, तर एउटा कुरा भने धेरै ठाउँमा समान देखिन्छ। जब राजनीतिक स्वार्थले पहिचानको राजनीति गर्छ, जब आर्थिक असमानता बढ्छ, जब पुराना गुनासाहरू समाधान हुँदैनन् र जब सामाजिक सञ्जालमा अपुष्ट अफवाहहरू छिट्टै फैलिन्छ, तब सानो विवाद पनि ठूलो हिंसामा बदलिन सक्छ। धर्म, भाषा वा जाति प्राय विवादका बाहिरी अनुहार मात्र हुन्, तर भित्र सामाजिक, आर्थिक र राजनीतिक कारणहरू पनि गहिरो रूपमा जोडिएका हुन्छन्। इतिहासले एउटा कुरा सिकाउँछ कि हिंसाले कुनै समुदायलाई जिताउँदैन, बरु सबैलाई हराउँछ। त्यसैले कुनै पनि समाचार लेख्दा अफवाहभन्दा तथ्यलाई विश्वास गरौँ, घृणाभन्दा संवाद रोजौँ र विभाजनभन्दा सहअस्तित्वलाई बलियो बनाऊ, किनकि समाज तब मात्र बलियो हुन्छ जब फरक पहिचान भएका मानिसहरू पनि एउटै देशको साझा भविष्य निर्माण गर्न सक्षम हुन्छन्।